ल साथीहरू, अब चाहिँ हामी के गर्छौँ त? हामी भन्न पो आइयो। अब चाहिँ म के गर्छौँ त? पिज्जा खान्छौँ, पिज्जा। मलाई एकदम मनपर्ने यो चाहिँ पोखराको दैलोमा पाइने पिज्जा है। यहाँ चाहिँ यो पोखराको दैलो छ नि, दैलो। त्यो दैलो रेस्टुरेन्टमा चाहिँ यस्तो मिठो पिज्जा पाउँछ। म चाहिँ जाँदै पछि पोखरा जाँदै पछि दैलोमा पिज्जा नखाई फर्किँदा नि यसपालि चाहिँ त मैले दुईटा पिज्जा खाएर आएको। खानै जन्मेका हुन् क्या म त, खानै आएको के। हेर्नु त, खाना नपाएको जस्तरी खाएँ भन्ने होला। पिज्जा खाँदा होस् या के खाँदा यसरी ड्याङड्याङ बसेर खानुपर्छ, पहिलेटी कसेर क्या। खाना होस् या पिज्जा यसरी ड्याङ बसेर खाने, मिठो मानेर ल। मलाई त एकदम मन पर्यो। हजुरहरूलाई पनि दैलोको पिज्जा मनपर्छ भने खान गइस् है दैलो रेस्टुरेन्टमा। हिँड्दा कति मिठा भएको हुन् मलाई भगवान्।